लन्चमा केही समय आफ्नो प्रस्तुति दिने मौका पाइयो दियो पनि त्यो सन्दर्भमा चाहिँ आज हाम्रो अन्तिम दिन we are really excited to go back to our country. यहाँको बसाइ राम्रै भयो गाडीमा पनि सिनियर दाइ हुनुहुन्छ एकदम राम्रो ड्रमर र किबोर्डमा हुनुहुन्छ हाम्रो बालकृष्ण भाइ नाम पनि बालकृष्ण मान्छे पनि बालकृष्ण जस्तो छ एकदम राम्रो किबोर्ड भोकलमा हुनुहुन्छ स्वयं हाम्रो अहिले क्यामेराम्यान प्रशान्त भाइ एकदम राम्रो गीत गाउने धेरै मेहनत थ्याङ्क यू सो मच दाइ मनको साह्रै राम्रो अनि इन्ट्रेस्टिङ कुरा चाहिँ यहाँ आएर बङ्गला सङहरू पनि गायो भने बङ्गला सङ गाउँदा उसले यहाँनिर धेरै गेस्टहरू बुझायो मन परायो भाइलाई म आउने दिनमा फेरि पनि कतारको यात्रा प्रोग्रामको लागि आउने उहाँलाई बेस्ट विशेष दिन चाहन्छु थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद ल मलाई चाहिँ के छ भनेदेखि एकदमै दाइसित चाहिँ काम गर्ने रहर थियो भगवान्ले पुऱ्याइदिन्छन् भन्ने लागिरहेको थियो पुरा भयो दाइ पुरा त भएको छैन आधी अधुरो छ अझै धेरै गर्न मन छ मेरो पनि सौभाग्य हो भाइहरूसँग सँगै बसेर सँगै मिलेर एउटै ब्यान्डहरू काम पाउनु मेरो पनि भाग्यको कुरा हो थ्याङ्क यू सो मच भाइ थ्याङ्क यू दाइ अनि सर तपाईँको दुई वचन जाओस् न त के भन्नु भन्नु न यसो म यहाँ आएर दाइहरू अब विकास दाइ भयो होइन नेपालको लेजेन्डरी एउटा विकास दाइ भयो गिटारिस्ट अनुप दाइ भयो होइन उहाँहरूसँग काम गर्न पाउँदाखेरि एकदम खुसी पनि लाग्यो म सिक्ने मौका पनि पाएँ घुम्ने पनि भयो यताउति भयो सबै प्रस्तावहरूसँग चिनजान भयो भेटघाट भयो बहिनीसँग भेटघाट भयो रमाइलो भयो त्यही हो ल थ्याङ्क यू सो मच एकदम रमाइलो भएको छ प्राप्ति हाम्रो यहाँ चाहिँ लेडिज सिङ्गर हुनुहुन्छ भेरी ब्युटिफुल एकदम सोधिङ भोइस छ मैले सधैँ भन्ने गर्छु उहाँलाई चाहिँ अनि पर्सनल्ली पनि भन्छु फ्ल्याटरिङको लागि पनि होइन साँच्चै नै मलाई चाहिँ एक्चुअली भन्नुपर्दाखेरि चाहिँ एकदमै मन परेको भोइस हो उहाँको होइन ल 2 शब्द भनिदिनु पऱ्यो प्राप्ति तपाईँले